यदि ई-कमर्स प्लेटफर्म जस्तै कि एमाजोन वा दराज नेपालमा तपाईँले बेचिरहेको प्रडक्टलाई अरू नै सेलरले बेच्न थाल्नेछ भने अब यस्तो बेलामा नयाँ सेलरहरूले सेलर कम्पिटिटरको रेसमा फर्स्ट वा अगाडि रहिरहनको लागि भनेर गर्न सकिने केही उपायको बारेमा म भन्न गइरहेको छु। एपिसोडलाई सुरु गरौँ। यदि तपाईँको जस्तै प्रडक्टलाई अरू नै सेलरले बेचिरहेको छ भने तपाईँले अरू सेलरको प्रडक्ट पेजेसमा त्यो प्रडक्टहरूलाई बायर्सहरूले के कस्तो कस्टमर फिडब्याक दिइरहेका छन् भनी जान्न सक्नुहुनेछ। जुन यो बायर्सहरूले अरू सेलरको प्रडक्टमा दिएको नेगेटिभ वा पोजिटिभ रेटिङ्स वा रिभ्युजको आधारमा तपाईँले तपाईँको प्रडक्ट लिस्टिङलाई विथ टाइम अपडेट, मोडिफाई र इम्प्रुभ गरिराख्नु पर्नेछ। मैले पर्सनली भने चाहिँ अरू सेलरहरूको प्रडक्टमा आएको कस्टमर रेटिङ्स एन्ड रिभ्युजलाई त्यो अरू सेलरले बेचिरहेको प्रडक्टको क्वालिटीलाई डिटरमाइन गर्नुको लागि भनेर युज गर्दै आइरहेको छु। जुन यो कस्टमरले अरू सेलरको प्रडक्टमा दिएको रेटिङ्स वा रिभ्युजको आधारमा मैले यदि सकिन्छ भने त्यो सेलरले बेचिरहेको भन्दा अलि बढी राम्रो क्वालिटीमा यदि त्यो प्रडक्टलाई यदि मैले बेच्ने छु भने लङ टर्ममा प्रडक्ट क्वालिटी बिच कम्पेरिजन भएर अरू सेलरको भन्दा मेरो प्रडक्टमा अलि बढी पोजिटिभ रेटिङ्स एन्ड रिभ्युज आइकन मेरो प्रडक्टको र्याङ्किङ इम्प्रुभ हुँदै जानेछ। जुन भएर चाहिँ मेरो प्रडक्ट लिस्टिङ ई-कमर्स प्लेटफर्महरूको सर्च पेजेसमा अगाडि पेजेसमा देखिन थाल्नेछ। कति बेलामा प्रडक्ट सेम भए तापनि त्यो प्रडक्टको एउटा कलर भेरिएसनलाई एउटा सेलरले बेचिरहेको हुने गर्दछ भने त्यो प्रडक्टको अर्को कलर भेरिएसनमा सेम त्यही प्रडक्टलाई अरू नै सेलरले बेचिरहेको नि हुन सक्ने छ एउटा ई-कमर्स प्लेटफर्महरूमा। उदाहरणको लागि यो आइफोन 12 प्रो म्याक्सको फोन कभरलाई एमाजोन वा दराज नेपालमा सेलर एले रेड कलरमा बेचिरहेको छ भने सेलर बीले भने ब्लू कलरमा बेचिरहेको नि हुन सक्नेछ। अब यस्तो बेलामा यदि तपाईँलाई सेम यही प्रडक्टमा यो सेलर ए वा सेलर बी भन्दा तपाईँको प्रडक्टलाई सर्च पेजेसको अगाडि पेजेसहरूमा र्याङ्किङ गराउनु छ भने एउटा उपाय भनेको सेलर ए र सेलर बीले बेचिरहेको कलर भेरिएसन बाहेक तपाईँले अरू कलर भेरिएसन जस्तै कि ब्ल्याक, व्हाइट, अरेन्ज आदि इत्यादि जस्तै अरू नै विभिन्न कलर अप्सनहरूमा तपाईँले बेच्नु भएर सेम यही प्रडक्टमा तपाईँले सर्च पेजेसको अगाडि पेजेसहरूमा तपाईँको प्रडक्टको र्याङ्किङलाई अरू सेलरहरूको भन्दा अगाडि लिएर आउन सक्नुहुनेछ। यस्तै गरी प्रडक्ट सेम छ तर त्यो प्रडक्टमा एउटा सेलरले भने एउटा डिजाइनमा बेचिरहेको छ र अर्को सेलरले भने अर्को डिजाइनमा भने अब नयाँ सेलरले अरू सेलरको भन्दा आफ्नो प्रडक्ट लिस्टिङलाई सर्च पेजेसको अगाडि पेजेसमा र्याङ्किङमा लिएर आउनुको लागि भनेर सेम प्रडक्टमा सेलर ए र सेलर बीले बेचिरहेको भन्दा फरक डिजाइनमा त्यो प्रडक्टको लिस्टिङ गरेर पनि नयाँ सेलरहरूले आफ्नो प्रडक्ट लिस्टिङको र्याङ्किङलाई इम्प्रुभ गर्न सक्नेछन्। सेलर कम्पिटिटरको रेसमा अघि भइराख्नको लागि भनेर नयाँ नेपाली सेलरहरूले अरू सेलरहरूको प्रडक्ट्सहरूमा सेल्स भोल्युम एनालाइज नि गरिराख्न सक्नेछन्। अरू सेलरहरूको प्रडक्ट्सहरूमा विकली वा मन्थली कति युनिट्स जतिको सेल्स अर्डर आइरहेको छ थाहा पाउनको लागि भनेर सेलरहरूले प्रडक्ट रेटिङ टुल्सहरूको मद्दतबाट यस कुरालाई हेर्न वा ट्र्याक गरिराख्न सक्नेछन्। जसबारे मैले यस भिडियोमा पहिले नै कुरा गरिसकेको छु। एमाजोन एफबीएको सेलरहरूको प्रडक्ट्सको सेल्स भोल्युम थाहा पाउनको लागि भनेर नयाँ सेलरहरूले प्रडक्ट हन्टिङ टुल जस्तै कि हेलिम 10 वा जङ्गल स्काउट जस्तो प्रडक्ट हन्टिङ टुल्सहरूलाई युज गर्दा मान्नु हुन्छ भने दराज नेपालमा अरू सेलरहरूको प्रडक्ट्सहरूमा विकली वा मन्थली कतिको सेल्स भोल्युम आइरहेको छ भने थाहा पाउनको लागि भनेर नयाँ सेलरहरूले यो जार्विस प्रडक्ट हन्टिङ टुलको प्रयोग नि गर्न सक्नेछन्। जार्विस प्रडक्ट हन्टिङ टुलको प्रयोग कसरी गर्ने भनी जान्नको लागि भनेर तपाईँहरूले मेरो यस भिडियोलाई हेर्न सक्नुहुन्छ। अरू सेलरहरूभन्दा प्रडक्ट र्याङ्किङमा सधैँ अघि रहनको लागि भनेर नयाँ सेलरहरूले यदि अरू सेलरको प्रडक्ट हन्टिङमा केही कमजोरी वा प्रडक्ट लिस्टिङ अलि विक छ जस्तो कि सेलरले आफ्नो प्रडक्टको लागि भनेर खराब वा नराम्रो क्वालिटी भएको प्रडक्ट इमेजेसलाई युज गरेको छ वा प्रडक्ट डिस्क्रिप्सनलाई अरू सेलरहरूले भने राम्रोसँग नलेखेको यदि तपाईँले भेट्टाउनु भएमा तपाईँले अरू सेलरहरूको प्रडक्ट्सहरूलाई पछि पार्नको लागि भनेर अरू सेलरहरूको भन्दा अलि बढी राम्रो र प्रोफेसनल स्टाइलमा प्रडक्ट लिस्टिङ गर्दाखेरिमा नि यसले प्रडक्टको र्याङ्किङलाई सर्च पेजमा बुस्ट गर्नमा मद्दत पुर्याउने गर्दछ। स्ट्रङ प्रडक्ट लिस्टिङले विक प्रडक्ट लिस्टिङलाई सधैँ जित्ने भएको भएर नयाँ सेलरहरूले प्रडक्ट्सहरूको लिस्टिङ गर्दाखेरि एकदमै प्रोफेसनल तरिकाले र डिटेल लिस्टिङ प्रडक्ट्सहरूमा गर्नुपर्नेछ यदि अरू सेलरको प्रडक्ट्सहरूभन्दा आफ्नो प्रडक्ट्सहरूलाई बढी स्ट्यान्ड आउट गराउनु छ भने चाहिँ। एमाजोन र दराज नेपालमा प्रडक्ट लिस्टिङ कसरी गर्ने भनी जान्नको लागि भनेर तपाईँले मेरो यो दुईटा भिडियोलाई हेर्न सक्नुहुनेछ। सेलर कम्पिटिसनमा सधैँ अघि रहनको लागि भनेर नयाँ सेलरहरूले सधैँ नयाँ प्रोफिटेबल प्रडक्ट्सहरूको खोजी गरिराख्नु पर्ने हुन्छ। जुन एमाजोन वा दराज नेपालमा अरू सेलरहरूले धेरै भोल्युममा बेच्दै आइरहेको ट्रेन्डिङ प्रडक्ट्सहरूलाई जान्नको लागि भनेर नयाँ सेलरहरूले एमाजोन वा दराज नेपालको बेस्ट सेलर्स पेजमा गएर नयाँ ट्रेन्डिङ र पोटेन्सियल प्रोफिटेबल प्रडक्ट्सहरूको बारेमा थाहा पाइराख्न सक्नेछन्। जुन बारेमा मैले मेरो अगाडिको यो दुईटा भिडियोमा पहिले नै कुरा गरिसकेको भएर मेरो यो दुईटा भिडियोहरूलाई नै तपाईँहरूले हेर्न सक्नुहुनेछ। एपिसोड राम्रो लागेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।